स्टार मार्क भएको प्रश्नलाई कसरी हल गर्ने भन्ने कुरालाई महेशजीले सिकाउनु भएको छ। 1. प्रश्नको सन्दर्भ। प्रश्नमा ए र बी बीचको एउटा कुराकानी कन्भर्सेसन प्रस्तुत गरिएको छ। एले सोध्छ, "तेस्तो नो क्योसित्सुवा दोको देशका? परीक्षा हुने कक्षा कोठा कहाँ हो?" बीले जवाफ दिन्छ, "आसो कोनो क्योसित्सु ग्याप 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 इयो।" 2. दिइएका विकल्पहरू अप्सन्स। ग्याप भर्नका लागि 4 वटा विकल्पहरू दिइएका छन्। 1. हाजिमात्ते 2. दे 3. इमास 4. मो। हाजिमात्ते इमास सुरु भइरहेको छ वा सुरु भइसक्यो। दे मा कुनै ठाउँमा काम भइरहेको बुझाउने पार्टिकल। मो अलरेडी अघि नै। व्याकरण हल गर्ने तरिका, टिप्स र लजिक। महेशजीले जापानी व्याकरणका केही महत्त्वपूर्ण नियमहरू बुझाउनु भएको छ। वाक्यको अन्त्य। जापानी भाषामा मास फर्म सामान्यतया वाक्यको अन्त्यमा आउँछ। त्यसैले खाली ठाउँको अन्तिममा चौथो ग्यापमा विकल्प 3 इमास बस्छ। ते फर्मको प्रयोग। इमासभन्दा ठिक अगाडि क्रियाको ते फर्म प्रयोग गरिन्छ। यहाँ विकल्प 1 हाजिमात्ते हाजिमात्ते ते फर्ममा भएकाले यो इमासभन्दा अगाडि आउँछ। पार्टिकलको प्रयोग। दे पार्टिकल प्राय ठाउँ प्लेस बुझाउने शब्दको पछाडि लाग्छ। यहाँ क्युसित्सु कक्षा कोठा एउटा ठाउँ भएकोले त्यसको पछाडि विकल्प 2 दे प्रयोग हुन्छ। बाँकी रहेको विकल्प 4 लाई त्यसपछिको स्थानमा राखिन्छ। 4. सही उत्तरको क्रम। अडियो अनुसार खाली ठाउँमा शब्दहरूको सही क्रम यस प्रकार हुन्छ। आसो कोनो क्योसित्सु दे मो हाजिमात्ते इमास इयो। त्यहाँको कक्षा कोठामा अघि कक्षा परीक्षा सुरु भइसकेको छ नि। प्लिज लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरिदिनुहोस्। धन्यवाद।